नम्बर 1 फ्यामिली नेपालको रोयल फ्यामिलीको रोयल म्यासेकर हुँदाखेरि कति दिनमा आयोगले प्रतिवेदन बुझाएको थियो? 13 दिन पनि बितेको थिएन नि। सायद मलाई एक्ज्याक्टली याद छैन त, एकदम छिटो। करेक्ट। यो जेनजी आन्दोलनको आयोगले अब म सिचुएसनलाई हेरिरहेको छु कि चुनाव भन्दा 1 दिन अगाडि या 2 दिन अगाडि त्यो रिजल्ट आउनु भनेको त्यसले चुनावलाई असर गर्नु हो कि होइन? युआर गिभिङ स्पेस देयर, करेक्ट? त्यो हो, अथवा इभन चुनाव पछि आउँदै गर्दाखेरि पनि। सो भनेपछि जे म हिरो ठानिरहेको थिएँ त्यो आयोगले भिलेन ठानिदिएपछि मैले भोट त हालिदिइसकेँ। सो म 5 वर्षलाई भिलेनलाई हिरोको रूपमा स्वीकार्नु पर्यो। चुनाव भेरी राइट, कस्तो राम्रो कुरा गरेर। अर्को कुरा पोइन्ट पाएपछि अर्को कुरा पार्लिमेन्ट रिइन्स्टेट हुँदा अदालतमा छ, के ग्यारेन्टी छ पार्लिमेन्ट रिइन्स्टेट हुँदैन भनेर? अदालतले हुनुपर्छ मानिदियो भने अब के हुन्छ? सो यो अन्यतामा एन्ड देन वी आर थिङ्किङ अफ